म रामप्रसाद नेउपाने पूर्वखोला 2 जल्पा पाल्पा। म 14 वर्ष अगाडिदेखि एउटा छोरो अपहरणको चाहिँ समस्यामा अल्झिरहेको छु। 2068 साल श्रावण 22 गते आइतबारका दिन मेरो छोरो पाल्पा बारुदखानबाट अपहरण पर्यो र अपहरणकारीले धेरै पटक फोन गरेर 1 करोडदेखि बार्गेनिङ सुरु गरेको थियो। 15 लाखमा आएर हामी सहमतिमा पुगेका थियौँ, तर लिन आएन। अन्त्यमा न मैले छोरो प्राप्त गरेँ, न मैले अपहरणकारीहरूलाई सजाय भएको देख्न पाएँ। अहिलेसम्म मेरो छोरोको अवस्था अज्ञात छ। यसका लागि अहिलेको यो सरकारले पक्कै पनि मलाई राहत दिनेछ, हामीलाई शीतलता दिनेछ। हाम्रो परिवारमा यो समस्याको समाधान गरेर हामीलाई एउटा सहयोग गर्नेछ भन्ने आशा पलाएको छ। यो सरकारप्रति म पूर्ण रूपमा आशावादी छु। यदि यो सरकारले पनि गरेन भने अपराधीहरू हामीले किटान साथ केन्द्रदेखि स्थानीय जिल्ला प्रशासनसम्म हामीले दिएका छौँ। ती सबै कुरालाई मध्यनजर गर्दै आवश्यक पऱ्यो भने हामीले कागजातहरू र कल डिटेलका रेकर्डहरू सबै उपलब्ध गराउन तयार छौँ। यसतर्फ यो वर्तमान सरकारले पक्कै पनि सहयोग गर्नेछ।